अनि त्यो मन्दिर थियो नि मन्दिर चाहिँ त्यो डाँडा हो एउटा महादेवको मूर्ति भएको परको यो डाँडा अनि स्तूपा यो तल यो तल अनि एउटा हात छ नि यस्तो यहाँ चाहिँ यहाँ तल 11 जति भने तल दुईटा छ कि के हो यो तलको बाटोबाट गएपछि त्यो नाक देख्यो नि औले नाकमा अनि तल दुईटा छ कि यता पनि छ कि यता चाहिँ खोला हो सेती सेती रिभर अनि उता बेगनास भन्ने छ बेगनास ताल ठुलो ताल छ त्यसको बारेमा त 7 वटा ताल छ हुन्छ यतातिर यता यो आउने यो के भन्छ त्यसलाई यो त गाडी जस्तै लिएर अघि मैले जाने आएको केबल कार चाहिँ त्यो माथिसम्म ए के छ मन्दिरहरू छ केबल कार चाहिँ त्यहाँ एउटा रिसोर्ट छ जापानिज रिसोर्ट होइन रिसोर्टले बनाएको हो ए आफ्नो उयोको लागि बनाएको अहिले स्पोर्टिङको लागि मलाई बनाएको पनि अनि त्यो जापानिज रिसोर्ट हो त्यही हो त्यो तलैबाट ल्याउनु आउँछ प्राइस त एउटै हो र त्यहाँबाट माथि आउनलाई यो यसमा लगभग एकजनाको 700 रुपियाँ छ क्या ए 700 रुपियाँ तर यो यो डाँडा मात्रै हो प्याराग्लाइडिङ गर्ने के अन्त पनि छ प्याराग्लाइडिङ गर्नुको लागि यो हारियो देखाउने तर स्पेसल चाहिँ यही नै हो यही मान्छे हजुर आज त मैले धेरै देखेँ हिजो कि कहिले धेरै देखेँ ए तपाईँको रोटेसनमा आउँछ क्या कम्पनीहरू ए मैले धेरै रहेछ नि 60 वटा कम्पनी छ मिलेर बस्नु मिलेर सबै अनि बुकिङ आउँछ अनि रोटेसनमा आउने क्या तपाईँ गर्नु लागिसक्यो नि त धेरै कम्पनी त बिहानै गरिसक्यो क्या 10 बजीबाटै काम छ हिमाल त नदेखेको छ घट्रु के खुन्द्रु भनेको हो हिमाल देखिन्छ यहाँ माउन्टेन रेन्जहरू ठुलै छ अहिले अहिले चाहिँ त्यसले छोड्यो। क्लाउड डेभलप भयो नि त चाँडै हिमाल चाहिँ छोपिएको यो एरिया सबै यतापट्टि यो क्लाउड चाहिँ सबै हिमाल घन्टु भने चाहिँ कहाँ हुँदै काठमाडौँ भनेको नयाँ पुलबाट जाने हो यताबाट चाहिँ कि यता यता कुसमा जाने बाटो थाहा छ तपाईँलाई बन्जीको लागि हो यो हेऱ्यो यतापट्टि यो भाइरल रोड छ नि बाटो जाने हो उसमा जाने बन्जी जम्प गर्न म तर यहाँ नगर्ने हाम्रो सिन्धुपाल्चोकमा छ कि ल्याउनुहोस् त फोटाहरू है पत्रा बिल भएर चाहिँ गाउँ गाउँ अहिले थाहै छ तपाईँले गरिदिनु बाई लामो भयो खालि पनि है होइन कसो मान्छ अब छ मलाई गाह्रो हुँदैन तर म फ्री छु अघि म बिजी हुन्थेँ त्यहाँ कम्पनीको चाहिँ एकअप बाइक तपाईँहरू नै आउने भयो हाम्रो दाइहरूकोमा के भन्छ के नाम पोखरा एड्रिनालिन प्याराग्लाइडिङ त्यो अफिसमा आएर तपाईँले बुझ्न एकदम रमाइलो फ्याङ्की होइन हामीलाई चाहियो भनेको यस्तो सेयरिङ केयरिङ सबै चिज छ यहाँ चाहिँ तपाईँहरूलाई चाहिने है मजाले बोल्दै हाँस्दै मजाले उठ्यो यो चाहिँ हामी पर आवर 25 किलोमिटर जस्तो चाहिँ फ्रन्ट विन्डो उठ्छौँ भने त्यसको डबल चाहिँ ब्याक विन्डो हुन्छ ए खतरा भएर चाहिँ एभेन्चुरो गर्नुपर्छ गाई चाहिँ एभेन्चुरो लाइफमा अब टन्नै हुन्छ होइन मलाई देखेर